के टिच च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। मैले चाहिँ वास्तवमा जीवनमा आफूले भोगेका तिता मिठा घटना अनि हरेकका जीवनमा घटेका घटना, अरूले आफ्नो दुःख बताएका धेरै कुराहरू सुन्दा आफूलाई मनमा लागेको वा जीवन वास्तवमा के गर्यो भने सुख हुन्छ जस्तो लाग्छ, त्यही अनुसारको अनुभूत जे गर्छु त्यही लाइन लेख्ने कोसिस गरेको छु। हस्त सुनिदिनु होला र लाइक सब्सक्राइब गर्न नभुलिदिनु होला। हस्त सुख पाउन दुःख धेरै गर्नुपर्छ, वास्तविक दुःख के हो भन्ने बुझ्नुपर्छ। सुख पाउन दुःख धेरै गर्नुपर्छ, वास्तविक दुःख के हो भन्ने बुझ्नुपर्छ। आफूलाई दुखी छु भन्ने सोच हटाएर सुखको अनुभूति गर्न जान्नुपर्छ। आफूलाई दुखी छु भन्ने सोच हटाएर सुखको अनुभूति गर्न जान्नुपर्छ। वास्तविक सुख खोज्नका लागि आफैले आफैलाई बुझ्न सक्नुपर्छ। वास्तविक सुख खोज्नका लागि आफैले आफैलाई बुझ्न सक्नुपर्छ। दुःख त हाम्रो मनको अशान्ति हो, मनको शान्ति नै वास्तविक सुख हो, बुझ्नुपर्छ। दुःख त हाम्रो मनको अशान्ति हो, मनको शान्ति नै वास्तविक सुख हो, बुझ्नुपर्छ।